जय मसी। आज सोमबार जुन 1 तारिक जेठ 18 गते। आजको शीर्षक रहेको छ तपाईँ जीवित चमत्कार। यो परमेश्वरको ताजा वचन आज तपाईको लागि। प्रियहरू, हामीले दैनिक जीवनमा सामान्य ठानेका धेरै कुराहरू वास्तवमा हरेक क्षण भइरहने चमत्कार हुन् भन्ने कुरा सायद हामीले पूर्ण रूपमा कहिल्यै महसुस गर्दैनौँ होला। यदि हामी एकछिन रोकिएर ती कुराहरूलाई गम्भीरतापूर्वक सोच्ने हो भने त्यसले संसारलाई मात्र होइन, आफूलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गरिदिन्छ। अब आउनुहोस् आफ्नै बारेमा विचार गरौँ। तपाईँ 99.999% खाली शून्य स्थानबाट बनेको हुनुहुन्छ भन्ने कुरा के तपाईलाई थाहा छ? बिल्कुलै सत्य। मानव कोषहरू सहित सबै पदार्थ परमाणुहरूबाट बनेका हुन्छन्। यदि परमाणुको केन्द्र एउटा सानो गोलीको आकारको हुन्थ्यो भने त्यसका इलेक्ट्रोनहरू 100 मिटर टाढा हुन्थे। हामीले महसुस गर्ने कठोरता वास्तवमा ठोस पदार्थ होइन, तर विद्युत चुम्बकीय प्रतिकर्षण हो। अर्थात् हामीले ठोस भनेको अनुभव गर्ने कुरा वास्तवमा अदृश्य शक्तिहरूको परिणाम हो, प्रत्यक्ष भौतिक सम्पर्क होइन। त्यसैले तपाईँ र म लगभग पूर्ण रूपमा शून्य स्थानले बनेका छौँ। अचम्म लाग्दो कुरा होइन र? तर पनि भजनकारले परमेश्वरसँग भजन संग्रह 13 को 13 र 14 पदमा यसरी सुन्दर रूपमा प्रार्थना गर्छन्, किनकि मेरा भित्री अङ्गहरू तपाईले नै बनाउनु भयो, मेरी आमाको गर्भमा तपाईले मलाई रच्नु भयो। म तपाईको स्तुति गर्छु किनकि म भयंकर र अद्भुत रीतिले बनाइएको छु। जब तपाईँ ऐनामा आफूलाई हेर्नुहुन्छ तब यो साँच्चै आश्चर्यजनक कुरा हो कि परमेश्वरले तपाईलाई आमाको गर्भमै आफ्नो हातले बनाउनु भयो। तपाईँ कति जटिल, कति सूक्ष्म र कति अद्भुत हुनुहुन्छ। विशेष गरी जब तपाईँ बुझ्नुहुन्छ कि तपाईँ 99.999% खाली स्थानबाट बनेको हुनुहुन्छ। बाल साहित्यकार हान्स क्रिस्टियन एन्डरसनले एक पटक भनेका थिए, संसार नै चमत्कारहरूको श्रृङ्खला हो, तर हामी ती कुराहरूमा यति अभ्यस्त भइसकेका छौँ कि तिनलाई सामान्य कुरा भन्न थालेका छौँ। त्यसैले प्रिय मित्रहरू, कृपया यो कहिले नबिर्सिनुहोस्, तपाईँ जीवित र हिँडिरहेको एउटा चमत्कार हुनुहुन्छ, किनकि तपाईँ भयंकर र अद्भुत रीतिले बनाइनु भएको छ। परमेश्वरको ताजा वचन आज केवल तपाईको निम्ति। आजको दिन तपाईको आशिषित रहोस्। परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिउन्। जय मसीह।